हजुर किडनीको डक्टर, किडनीको काम भनेको फिल्टर गर्ने काम भयो होइन, नराम्रो कुरालाई फिल्टर गरेर। तपाईँको यो लोगो, तपाईँको यो चुनाव चिन्हले के फिल्टर गर्छ? मेजर चाहिँ मेन कुरा चाहिँ के फिल्टर गर्छ अहिलेको सिचुएसन? अहिलेको सबैभन्दा ठुलो भने त भ्रष्टाचार हो होइन। एउटा चाहिँ करप्सनलाई चाहिँ यसले गर्ने पऱ्यो, किनकि करप्सन इज द नेक्स्ट लेभलमा रुट के एउटा जरा हो नि त करप्सनको। अब यो करप्सनलाई चाहिँ कन्ट्रोल गर्नुपर्ने हो कि। अब करप्सन कन्ट्रोल म एकजनाले गर्न सक्छ सक्दैन त्यो आफ्नो ठाउँमा छ, तर आफ्नो ठाउँबाट गर्न सक्ने म एकदम गर्छु होइन। आवाज उठाउनु त एकदम पशुपतिनाथको कृपाले आफ्नो परिवारको मायाप्रतिले मैले करप्सनतिर चाहिँ मैले सोच्नु पनि पर्दैन, त्यो एउटा भयो। अर्को करप्सनमा मैले अहिले यत्रो भनौँ न 2 काल भयो पोलिटिक्समा लाग्यो, तपाईँको 79 मा पनि लागेको थिएँ होइन। लास्ट टाइमको पनि हामीले अलिकति कुरा निकाल्न खोजिरहेको थियौँ, जसलाई तपाईँ लास्ट टाइम पनि इन्डिपेन्डेन्ट नै उठ्नु भएको थियो होइन। तर लास्ट टाइम भन्दा यसपालि चाहिँ तपाईँको अलिकति फरक देखिरहेको छ सिचुएसन होइन। तपाईँको केही क्यान्डिडेटहरू सिफ्ट हुनुभएको छ त्यहाँबाट होइन। लास्ट टाइमको क्याम्पेन र यो पालिको क्याम्पेनमा के डिफ्रेन्ट देख्नु भएको छ सर तपाईँको? डेफिनेटली गगन थापाजी हुनुहुन्थ्यो पहिला होइन। गगन थापा इज अ ब्रान्डै हो, उहाँको अर्कै लेभलै अर्कै हुनुहुन्छ। त्यसले गर्दा धेरै चाहेर नचाहेर पनि धेरैजना उहाँसँग जोडिनु भएको थियो।